हेलो साथी फेसबुक फ्रेन्ड्स साथी हो सबैलाई गुड मर्निङ ह्यापी मन्डे सबैलाई जनाइरहेको छु। आज चाहिँ बिहान उठेर मुखसुख धुएर टक्कै बसिरहेको छु। ठन्डाको समय आएको छ। अब चाहिँ घाम ताप्ने दिन आएको छ। तर अब हाम्रो म्याडम चाहिँ यस्तो जाडोमा भए पनि कपडा धुलाएर बसिरहेको छ। हेर्न सक्नुहुन्छ तपाईले आजको समय, आजको दिन कस्तो राम्रो छ है साथी। हेर्न सक्नुहुनेछ साथी हो, आज हाम्रो म्याडमले कपडाहरू धुलाइरहेको छ। घाम अलिअलि आएको छ पछाडिबाट। यस्तो जाडोमा पनि पुरा कपडा दिँदैछ, किनभने यो ज्याकेट चाहिँ हिजो बजारबाट ल्याएको थियो, त्यस कारणले धुलाउँदैछ साथी हो। हेर्नुहोस् है साथी हो, जाडोमा कुखुरा पनि कोक्रेर बसिरहेको छ। ए के गरेको हिरो हो तिमीहरू? दाना ल्याउनु गएको आएको छैन तेरो दादाहरू? तेरो दादा त नि अब शनि तेरो दादा होइन? तेरो दादा यो त थुङ्नु पो खोज्दो रहेछ त। पोथी त ओइ कहाँ आउनु आँटेको त? उठ्छ छेउमा नआइज है। हेर्नु साथी हो, यिनीहरू जाडोले कसरी कोक्रेको, कत्रो कत्रो भएको छ साथी हो। दाना बिचाइन बिचरा माया पनि लाग्छ। हेर्नुहोस् है बिचरा दाना ल्याउनु गएको आएको छैन नि। रिसाएको तिमीहरू मसित? तिमीहरू रिसाएको? ऐ रिसाएको? थुङ्नु पो खोज्छ त? थुङ्नु खोज्छ? भाले यो भाले हो, यो भाले हो साथी हो। भाले यो भाले हो, यो पोथी हो, यो पोथी हो, यो भाले हो, उयो पनि पोथी हो, अनि यो पनि भाले हो। यो खेर 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 हलिने यो पनि पोथी हो। तीनटा पोथी दुईटा भाले चाहिँ साथी हो। हेर्नुहोस् है दाना आएको छ, यिनीहरूलाई दाना दिनु। दाना हान्नुलाई हेर्न न मेरो माथि उता जा उता जा उता जा उता जा दाना हान्नु आएको। बा दाना ल हाल्नु पनि त दिँदैन त। हाल्नु दे हाल्नु दे हाल्नु दे उता जा उता जा उता जा किपर उता जा। उता जा मम्मा दाना थप भएको। उता जा। बहुत अप्ठ्यारो भयो क्या दाना हाल्नुलाई यहाँबाट। उतापट्टि जा न, लाइन गरेर खा न, लाइन गरेर खा त, लाइनमा बसेर खा न। एकैचोटि एउटै जग्गाबाट डोलो पऱ्यो भने कहाँ पाउँछ? तिमीले खानै पाउँदैन कुनै पनि। हेर्नु चाहिँ साथी हो, दानाको लागि कस्तो खानापिना खानुको लागि ठेल्ला ठेल गरेर खान्छ। अहिले चाहिँ खुसी छ यिनीहरू, बल्ल बल्ल दाना लिएर खिलाइदिएको, अहिले चाहिँ खुसीले खाँदैछ। मेरो माथि चढेर छैन, मलाई लाता ल्यानेर छैन दाना खोसेर खानुको लागि। खा राम्रोसित खा ल, पानी पनि यहाँ छ।